हेलो एभ्रिवान नमस्ते सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा राखेको छु र म पनि सन्चै छु र आज तपाईँहरूको लागि म तिमी मैसँग भइराख भन्ने सङ आइसकेको छ र यो मुभी चाहिँ बुकी भन्ने मुभीको अफिसियल सङ हो र यो बुकी फिल्ममा चाहिँ बुकी फिल्मको चाहिँ द फिरान्ते भन्ने ब्यान्डले गर्नुभएको छ। फिरान्ते भनेको त तपाईँलाई थाहै छ होला फिरान्ते भनेको को हुनुहुन्छ भनेर। फिरान्ते भनेको बुढो भइयो भन्ने गीत को ब्यान्ड हो र उहाँहरूले चाहिँ यो बुकी फिल्मको लागि एउटा गीत बनाउनु भएको रहेछ र त्यसमा पनि आफै पनि अभिनय गर्नुभएको छ होइन। अब यहाँनिर 3जना दाजुभाइले नै बनाएको मुभी जस्तो छ होइन। प्रकाश दाई, त्यसपछि अब त्यो फिरान्ते ब्यान्ड मेम्बर, अनि त्यसपछि उहाँको भाइले पनि सायद मुभी नै गर्नुहुन्छ भनेको मेकिङ गर्नुहुन्छ उहाँले चाहिँ। र यसमा चाहिँ मेरो फेभरेट रोशनी कार्की जी पनि हुनुहुन्छ र मलाई एकदम मजा आइरहेको थियो। यो मैले हिजो देखिरहेको थिएँ अनि त्यसपछि मलाई कहिले होला यो भिडियो गएर हेर्ने जस्तो भइरहेको थियो क्या होइन। अनि फाइनल्ली म यहाँ रियाक्सन गर्न आइरहेको छु र यो मेरो फर्स्ट टाइम हो, मैले हेरेको छैन। मैले पोस्टरहरू चाहिँ देखिरहेको थिएँ अनि जस खुसी लागेको थियो। अनि किनभने रोशनी कार्कीजीको चाहिँ मैले मरे पनि गीतमा चाहिँ यस्तो खतरा लागेको थियो नि उहाँको एक्टिङ, ओफो है। अनि किनभने उहाँ फेरि थिएटर पनि गर्नुहुन्छ, त्यही भएर पनि उहाँको एक्टिङ बवाल छ होइन। सायद सबैलाई मनपर्छ होला। तर मरे भनीमा उहाँले पहिले नै डेब्यु गरिसक्नु भएको छ र उहाँको चाहिँ यो सायद यो चाहिँ फर्स्ट फिल्म नै होला। यो सङ मात्रै त होइन होला पक्कै पनि, बुकी अफिसियल नेपाली मुभी बुकी अफिसियल सङ भनेर छ होइन। पक्कै पनि यो फिल्म नै हुनसक्छ, फिल्मको गीत हुनसक्छ। र यसको टाइटल रहेको छ तिमी मैसँग भइराख है। अब कसरी हुन्छ, के गरेर हुन्छ, कस्तो बाधाहरू आइपर्छ यो भिडियोभित्र होला पक्कै पनि। र हामी कस्तो छ हेरौँ है त। लेट्स गो। ओके, यहाँ चाहिँ फेरि उहाँ चाहिँ मै नै हुनुहुन्छ होला, फिल्म नै बनाइदिएको ब्यान्डै हो। अलिकति स्टोरी रहेछ, नाइस। मेरो आधी कहानी तिमी पुरा गरिदेऊ, म चुपचाप सुन्छु तिमी कुरा गरिदेऊ। रोशनीजीको यस्तो त्यो इमोसनल हुँदाखेरिको होइन, जब त्यो इमोसनल हुँदाखेरिको उहाँको फेसियल एक्सप्रेसन हेर्नुपर्छ होइन। ओ माई गुडनेस, कस्तो खतरा लाग्छ क्या मलाई। ओफ, लुक एट दिस यार गाइज, कम अन म्यान, दामी, अति दामी छ। म सुरुमै यति हेर्ने बित्तिकै म कस्तो खुसी भइसक्यो नि, अझै भित्र कस्तो खतरा चिज होला फेरि यार। हेरौँ है त। म दूर पुगिदिन्छु, तिमी हात उठाऊ, जुन भने आइदिन्छु, तिमी रात उठाऊ। लभली छ। मेरो मुटुमा तिम्रो नाम धड्केको कि लाइट नपुग्यो कि के हो खासमा फिल्म धेरै अति नै ग्रेन आइरहेछ। आई डोन्ट नो ग्रेन हो कि यो इफेक्ट त होइन होला पक्कै पनि, तर म्याक्सिमम ग्रेन आएछ। द्याट्स नट ओके, तर बट इट्स ओके बट नट ओके टाइप। ओके, फाइनली सुरु भयो गीत है त। बाग्लुङ, ओके, यो रात के रात तिमी बिना, यो दिन के दिन तिमी बिना, मेरो घाम तिम्रो मुहारमा उदाउँछ, मेरो जिउ तिम्रो हाँसो
मच ग्रेन यार कम अन म्यान 4K एचडीमा 4Kमा राख्दा पनि ग्रेन आइरहेछ यार वाइ तिमीसँग भइराख है हेर न मेरो आँखामा तिम्रै सपना बसेको हेर न मेरो ओठमा तिम्रै खुसी लुकेको तिमी मैसँग भइराख है तिमी मैसँग भइराख है आधी कहानी तिमी पुरा गरिदेऊ म चुपचाप सुन्छु तिमी कुरा गरिदेऊ म दूर दूर पुगिदिन्छु तिमी हात देऊ म जुन बानी आइदिन्छु ओफ कति साह्रो ग्रिन हो तिमी रात देऊ सुन न मेरो मुटुमा तिमीलाई नाम धड्केको तिमी मैसँग भइराख है 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 आँचलाई रोगो चाहिँ होइन है ओके बुकी नेपाली फिल्म बाई मोहन केसी नेपाली रिलिज डेट चाहिँ 83मा आउँछ अर्को साल आउँदो रहेछ कहिले हो भनेर चाहिँ थाहा छैन र यसमा अनि यसमा फर्स्ट अहिले भर्खरै रोशनी कार्कीको डेब्यू भयो अब सुरक्षा पन्थजी पनि हुनुहुन्छ यसमा र उहाँको पनि भिजुलाइजेसन आउला बिस्तारै होइन यसमा चाहिँ अर्को भन्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यो बुकी चाहिँ एडिट बाई भूपेन्द्र अधिकारी र रोहन कुमाल भनेको मेरो साथी हो र साथीलाई हेड्स अफ यु साथी दामी छ यसमा अझै दामी भएको हेर्न पाइयोस् होइन अनि राम्रो छ दामी छ मन पर्यो अनि रोहन साथीलाई पनि म यहीबाट कङ्ग्रेचुलेसन भन्न चाहन्छु साथीले जस फिल्ममा एडिटर भएर उसले फर्स्ट टाइम अर्को पनि गरिसकेको छ आई थिङ्क यो सेकेन्ड डेब्यू होला साथीको अनि गुड विसेस साथी त्यही हो अरू त के छ र अरू त ठिकै छ अब यसको फाइनल टचअपहरू अझै धेरै त बाँकी आउनै होला सायद होइन तर अलिकति कलरमा चाहिँ अलिक बढी ग्रेन आयो कि रातिको सिनहरूमा त्यही मात्रै अरू त दामी छ मुभी एज दामी हुनेवाला नै छ होला पक्कै पनि होइन किनभने मलाई चाहिँ अब यहाँनिर दामी क्यारेक्टर हुन्छ तर क्यारेक्टर नभइकन पनि स्टोरी पनि दामी हुनु पऱ्यो भन्ने कुरा हो तर अब मलाई मनपर्ने रोशनी कार्की पनि हुनुहुन्छ र सुरक्षा बन्दै पनि हुनुहुन्छ सायद राम्रो नै हुन्छ होला भन्न चाहन्छु म र बुकी फिल्मलाई गुड विसेस दिँदै कङ्ग्रेचुलेसन भन्दै राम्रो होस्
राम्रो छाप छोडोस् भन्दै यो म्युजिक भिडियोलाई अन्त्य गर्दै र म पनि यो च्यानलबाट युट्युब च्यानलबाट बिदा हुन चाहन्छु। हस् धन्यवाद, थ्याङ्क यू। प्लिज 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 गाइज डु सब्सक्राइब, कमेन्ट एन्ड लाइक। त्यति भन्दै म बिदा भएँ। हस् त धन्यवाद, थ्याङ्क यू, टेक केयर, बाई बाई।